आई 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 सोना सोन परी आई। हेलो नमस्ते सेवा सेवारो वेलकम ब्याक टु माई च्यानल। हेलो समी 01 समी सोन परी च्यानलमा स्वागत छ। कस्तो यता आँखा गयो भने त मान्छे हिँड्देखेर आज मैले भ्लग बनाएको किनभने आज चाहिँ म जान आँटेको छु, ट्रान्सपोर्ट हुन आँटेको छु। यहाँदेखि मेरो चाहिँ पोस्टपोन्ट हुन आँटेको छ, यहाँदेखि उता धरानतिर। अब यहाँ टिका लगायो, रमाइलो गऱ्यो। अब भोलि आज धरान जाने टिका लगाउने, अनि भोलि बिहान 4 बजी मेरो फ्लाइट छ। मेरो घर पकडे आउँछ क्या फ्लाइट, भुइँ गरेर, अनि फ्लाइट लगाउनु जानै पर्छ म है। अब जानै पऱ्यो, रमाइलो गऱ्यो, आनन्द भयो। अब जसरी पनि के गर्नु, अब बस्नु मलाई पनि जानै पर्छ। बस भन्दै थियो, काममा मार्छ फेरि मलाई त बुढोहरूले। किन अस्ति ठिक्क 5 दिनपछि आयो भन्नुभएको थियो। अनि हुन्छ सर भनेको थिएँ। अब फेरि मैले कुरा मगायो भने निस्किन्छ आइज नि। न्युयोर्कमा चाहिँ झर्दा आँटेको। मेरो चाहिँ फेरि यस्तो राम्रो खतरा ड्रेसअप गरेको छु होइन मैले। देखा त यहाँ मेरो झोला देखा न, मेरो चाहिँ यस्तो खतरा ड्रेसअप गरेर चाहिँ यसरी हिँड्नुपर्छ। अब गाडी कति हो भाडा पनि थाहा छैन। अब जान आँटेको गाइज। ल अब धर्न गएर भेटौँला है। गरिदिइसक्नु भयो अहिलेको सिधैले राम्रो थियो गल्यो भन्दै देखाइदिनु जस्तो लाग्यो। त्यसलाई सोध्न कहाँ जान आँटेको नि हामीलाई चाहिँ आफै पुऱ्याइदिनु हुन्छ क्या। हामीलाई चाहिँ के अरे के भन्छ सेल्फ एसिस्टेन्ट हो उहाँले चाहिँ हामीलाई पुऱ्याइदिनु हुन्छ। हामी ठिक्कै गाडीमा पुऱ्याइदिनु है, ठिक्क गाडीमा है। यो चाहिँ हाम्रो स्कुल हिन्जिगर इङ्ग्लिस स्कुल यहीँ पढेको है। हामी चाहिँ इङ्ग्लिस यस्तो खतरा छ किन, मेरो इङ्ग्लिस जस्तो खतरा अगाडि हिन्जिगर पढेर हो है। क्लास खेल्नु जान्छ नखेलेको ल भरे आऊ न खेल्नु। हामी गएको अब गाडी चढ्न आँटेको गाउँले हो। बाई तर झर्नाबाट भयो हेर्नु। हामी चाहिँ टाइमको जान आँटेको। अन्त दिदीले हाम्रो टाइमको पैसा दिइदिनु भयो, किनभने टाइमको पैसा कोडाको 100 रुपियाँ अरे। अनि त्यही भएर अब हामी टाइममा, किनभने दाइ पनि ठिक जानु भएको धरान, त्यही भएर हामी जान आँटेको। उयो हो हामी कोटामा 100 रुपियाँमा जान आँटेको। त्यो चाहिँ तरुराको चोक जस्तो छ, तरुराको चोक थियो है। चढ यही हो छिर हामी छिरमै सरेर अब कतिजना मान्छे हुन्छ थाहा छैन। A few moments later. हामी फाइनली आइपुग्यौँ धरान। अब यहाँ मैले धरान आएर ठिक्कै याद भयो क्या, मैले प्यान्टै छोडेको रहेछु। अनि प्यान्टै छोडेको रहेछ। अब प्यान्ट लिन जाँदैछ नुयेक। हामी अङ्कलको टाइममा आएको थियौँ, जानुभयो। अङ्कल चाहिँ 13 जाने बाटो भएको रहेछ। यहाँसम्म पुऱ्याइदिनु भयो। 100 मेरो 300 रुपियाँको 300 रुपियाँ यहाँदेखि यहाँसम्म आएको। यो यसले पाखले गर्दा नुयेकले गर्दा हो क्या, यो यसले गर्दा। लु के खाँदिएको खोजेको टिका लगाउँदैन सुलम टिका लगाइदिन्छ नि त। टिका लगाएर जान्छ नि पैसा लगाएर घरभित्र गएको हुन्छ हेरौँ है त। जानुभएको छ बाहिर खोइ उयो पुगु खोइ। ल यो जुत्ता त टोक्दैन नि होइन पुगुले। घर का सबसे पपुलर इंसान से मिलाएंगे। कस्तो बोझ्नु होला पनि सुन्ने भयो घर। खोइ कहाँ हुन्छ मनसाजी? मनसाजी सिधा आँट्छ समीर। मनसाजी हुन्छ नि रहेछ। ओ समीर मोबाइल त्यही छ हेर्नु न। कहाँ निस्किनु भएको छ त? अग्लो न अग्लो छ्या कस्तो अग्लो भएको। छि छि पुगाइ नमस्ते ठुलो हामी ठुलो भर्खर हामी त अघि बाटो देख्छ। कति काटिदिएको है। मर्छ कि सुजी ए पुग्यो। नमस्ते मनसाथी मनसाथी
यति राम्रो मान्छे देखेको थिएन है अहिले अहिलेसम्म यति राम्रो मान्छे देखेको थियो अरे त घरमा सबै अनुहार नराम्रो देख्दा थियो वाक्यलाई घरेको उसलाई उयो कस्तो उयो देखेको त्यो होइन जापानिज जुट त होइन ओइ नमस्ते गरी आएर कहाँ गयो त्यो सबै गराउने पार्टीहरू आएर चाहिँ खुसी हुन्छ अर्को पनि ढोक न ओइ त्यो कपाल के हो त्यस्तो यसलाई नि ढोक पुग्नु बोक अरे हो बोक न नु यो त कस्तो सिसु ल ओहो पुगो हेर्नु नि त A few moments later. हामी चाहिँ अब टिका लगाउन आँटेको छौँ ठुला अब टिका लगाइदिनु भएको छ ठुला बिहानदेखि पर्खेर कतिखेर असुटी भइदिनु भन्नु आउनु बित्तिकै गेट खोलेर भाग्नु चप्पल देखाउँदै आउनुभयो फेरि मम्मी हेर्नु त घरको पिछाडि टिका लगाउनु भएको छ अगाडि टिका लगाउनु पिछाडि लाग्नु बोल्नु हुँदैन क्या टिका लाउँदा राम्रो भएको त्यो हिरोनी होस् भन्नु हिरोनी होस् भन्नु गिलो भएछ पानी थप्नु बोलाउँछ अब अहिले सँगै आएको रहेछ भनेर भयो पर्दैन ठुला पर्दैन भनेको क्या पैसा चाहिँ पर्दैन अरे ल नमस्ते मन्साजी नाइस मान अब मन्साजी ल्याइदिन्छ ल ल्याइदिइहाल्छु ए परपट्ट नि एक पर्छ त पर्दैन पर्छ ल दुईटा ल ऐसे समी आऊ त भिडियो बनाइदिनु अरे टिका लाउँछ ठुलाले सुसी लगाइदिनु त ए पुगोलाई ओहो कालो मान्छेलाई सेतो टिका लगाइदिनु भएछ है रिसाउँदैछ पैसा थोरिदिनु भयो भनेर त्यहाँबाट सेम हो क्या अब एकछिन मेरो भ्लगमा उयो अब मसँग लगाइदिनु भएको छ हामीलाई टिका अलिक उयो कस्तो अनुहार हो टिका मेरो त टिकाको होली ल्याइदिनु भयो कि उयो यतापट्टिको लागि मलाई दिनु उतापट्टिको पैसा दिन्छ भनेर टिका लगाइदिनु कपाल उठातेरो दुर्गा सरको घर जानुपर्छ टिका लगाउनु दुर्गा सरहरू चाहिँ काठमाडौँमा हुनुहुन्छ खै यता देखाउने बजीमा मैले पर्दैन भयो पुगेर चाहिँदैन मजाले टिका ल 5 रुपियाँमा भयो कुटे खान्छ यहाँ 100 रुपियाँ यहाँ 50 रुपियाँ देखाउनु भयो हामीलाई 5 रुपियाँ दिनुभयो स्क्याम भयो यो त भएन है ठुला पनि लगाइदिनु भनेको प्लास्टिकमा हात लाएर प्लास्टिकमा लाउनु नि यसरी टिका यसरी लगाइदिनु क्या छुनु मिल्दैन नि त मलाई पैसा दिनु भन्नु मलाई यस्तो पैसाहरू माइने राख्दैन क्या मलाई आशीर्वाद भयो बाबाले दिएको पैसा मैले दिएको त मलाई पैसाहरू माइने राख्दैन मलाई आशीर्वाद भए पुग्छ क्या कस्तो पैसाको कुरा गर्छ हौ ल सबै अलिकति खाएर चाहिँ अलिकति जे भए पनि खाएर आइज अघि भर्खर पनि खाएको अनि त्यही भएर होइन जो अहिले आउने खाने मलाई जो अग्लो हो त्यो मान्छे दिनुपर्छ टिका लगाइदिनुपर्छ थाहा छैन यहाँ चाहिँ दुईजना बोल्नु छ फोनमा यहाँ मम्मीहरूलाई भयो भयो ठुला पनि पर्दैन थियो ल धरे उनीहरूको पनि दिनु नि त फोन फ्यालेर आऊ
छोरी पैसा टिप्नुले फोनै फ्यालेर पैसा टिप्छ हजुर 5 रुपैयाँ हो बस टिका लाउनु बस्नु न टिका लाउनु बस्नु मैले दिएको ठुलो गरी भएर बाहिर निस्किन्छ अब खोइ गाडीमा जा के को टेम्पोमा जा यहाँ होइन उता भान्चोसम्म कस्तो मलाई त किन मेरो सबै टिका झरो जस्तो लाग्ने नाकतिर आउँदैछ हो छैन यो सुक्छ हौ अहिले अनि गिलो बनाउँछ नि नु एकल त रातो टिका लगाइरहेको छ त किन त्यस्तो लगाइरहेको यहाँ टिका रातो लगाइरहेछ फोनले भपख म जुत्ता लगाइसक्छ नि त्यो चार्जर चार्जरै छैन ऊ समीले भन्दा हालेको मलाई मेसेज गरिरहेको छ दादा ऊ गर्नु राताहरू भन्थ्यो समीले भन्दा मैले लगाएको अब टिका लगाएर नि पैसा दिइहाल्नु भयो एक्स्ट्रा नि दिइहाल्नु भयो अनलिमिटेड खाने पैसा पनि आफै निकाल त्यहाँबाट आफै निकाल अनि यसो कति धनी छ नि एक्सट्रिम मात्रै खानु खोज्छ एक्स्ट्रा भन्दैन अनि आलुनिम्की खानु जानुपर्ने अरे गणेश मान्छे तिर्दिनु पर्ने अरे गाइस हामी फाइनली आलुनिम्की खान आइपुग्यौँ यो ठाउँ चाहिँ ओभर मिठो पाउँछ आलुनिम्की यहाँ खान्छ घर होइन सबै ठाउँमा सबै मिठो पाउँछ त हामी चाहिँ खानु पाएको यही हुन्छ उयो जाँदाखेरि बजारहरू जाँदाखेरि अर्को स्पट थियो तर त्यहाँ मलाई चाहिँ फेरि बाई द वे हिजोदेखि टोइलेटै गरेको छैन मलाई कस्तो आउ लागि जस्तो भएर तर म तपाईँ आलुनिम्की देखाउँछु आलुनिम्की भनेको कस्तो हुन्छ भनेर खानेपिरी पनि यहाँको बहुत टेस्टी हुन्छ मुख से पानी आ गया रे बाबे भयो यो चाहिँ आलुनिम्की हालिदिनु खान मन लाग्छ मलाई खोर्सानी थोरै हालिदिनु ल खोर्सानी थोरै अनि बदाम नहालिदिनु है मलाई हाल्नुभयो बदाम नहालिदिनु बदाम यो चाहिँ यो यता धरानको यतापट्टि बजारको साइडको चटपटी यो ठाउँलाई के भन्नुहुन्छ दि हजुर यो ठाउँलाई के भन्छ गौतम पार्कको नजिक यहाँ पाउँछ है यहाँ पथको हामी चाहिँ अस्ति दसैँमा आएको थियौँ अस्ति कहिले पनि यहीँ आएको थियौँ है पिङ्क लगाएको थियो मैले त्यति बेला कुर्ता हामी योपालि पनि यहीँ आएको छौँ किनभने यस कस्तो मेरो बस्नु आउँछ क्या यसो काठमाडौँमा यस्तो बास्नै आउँदैन मैले नमिठो भन्नु खोजेको होइन मलाई त्यहाँ नमिठो भन्नु खोजेको ठिक हुन्छ तर यस्तो खालको फ्लेभर हुँदैन यस्तो खालको मिठो हुँदैन काठमाडौँमा नमिठो जस्तो हुँदैन जे भने हुँदैन नि ल तिम्रो चटपटे लाउँछ हात नआउँछ तर औँला आएको छैन हौ गाडी जस्तो मिठो बास्नु आउँछ अब एकचोटि चखाउनु होला पनि अमितलाई पनि थाहा हुन्छ क्या जहिले धरान कस्तो हुन्छ मिठो हुन्छ भन्छ कस्तो नै हुँदो रहेछ भन्छ यहाँ हेर्नु छ यहाँ हेर्नु सक्नुहुन्छ डल्ले खोर्सानी हुन्छ होइन यहाँ डल्ले खोर्सानी हुन्छ ओरिजिनल डल्ले खोर्सानी हुन्छ मिठो छ क्या म झानै होइन कस्तो छ अरे भाइ ये नहीं खाया तो कुछ नहीं खाया डर पनि हुन्छ होइन ए काठमाडौँ पनि थियो होइन मलाई आलुनिम्की अनि मलाई दिनु भनेको यता अङ्कल चाहिँ गुल्यो नै गुल्यो साथीहरू रिस उठेर मलाई रिस उठ्यो फेरि अर्को ठाउँ गएको अर्को ठाउँमा पनि मिठो तर यस्तो खालको नै आउँदैन क्या अर्कै खालको निम्कीहरू अर्कै हाल्छ टेस्टै यस्तो आउँदैन दसैँ पर्खिनुपर्छ नि तिम्रो आलुनिम्की खानुको लागि जहिले पुगो जस्तै कपडा पुगो खान्छु सुसेर आउनु सुसेर ल यो क्यामेरा नि वाला खानु मन ल म चटपटी खान आँटेको यहाँको चटपटी पनि मिठो हुन्छ हाम्रो चाहिँ होइन यहाँ धरिदियो चाहिँ झालमुरी चटपटे
आलु निम्कीहरू छ नि त अनि त्यहाँ चाहिँ चटपटे बनाइदिनु न भन्नुपर्छ जालमुरी बनाइन्छ सस हालिदिनु सस भन्छ गिलो भन्दा सस हालिदिनु सस छैन सस भन्छ धान कति छ होइन अनि झालमुरी भनेको के हो भनेर पानपुरी पनि खाने होइन त्यहाँ कता कता जानुपर्छ मिठो खालको पानीपुरीहरू खोज्नुको लागि कता कता मिठो पाउँछ अन्त खोजेको गर्नुपर्छ पागल जस्तो खोज्नुपर्छ अनि त्यो चक्रोको के हो अगाडि पाउँछ ल है देखाइदिनु चटपटे हाम्रो चटपटे भन्नु चाहिँ कस्तो झालमुरी कि गिलो बनाइदिनु भन्नुहुन्छ नि त साथै चाहिँ पानीपुरी फर्किनु भन्छ हजुर यतापट्टि आउँछु म त्यसरी आउँछु ओहो मेरो साह्रै राम्रो देख्नु चाहिँ अस्ति मैले यहाँको पानीपुरी खाएर मलाई घाँटी दुख्दो भएको थियो नि झ्याप्पा हाल्थ्यो नि थुप्रो हाल्नु भने दोकान बन्द हुन्छ होला त्यहाँ पहिला बोजू सामान ल्याउनुपर्छ अनि दादाले जानुपर्छ अहिले हामी छौँ धरानको भानुचोकमा उयो घन्टाघर छ कति थियो नजिकै आएको नि त उयो पछाडि गाडी जान्थे घन्टाघर चाहिँ त्यहाँ छ अहिले हामी जाँदैछौँ रेस्क्यु नुएका रेस्क्यु गर्न जाँदैछौँ यहाँदेखि मैले चाहिँ खास गरी उयो खोजेको क्या के हो त्यसलाई के भन्छ त्यसलाई नाम बिर्स दिमागै चल्न छोडिसक्यो नाम के हो म्याक्सी खोजेको म्याक्सी अस्ति किनेको छ म्याक्सी ब्लू कलरको तर आई डोन्ट थिङ्क सो म्याक्सी त महँगो छ भनेर साथीले अब हेर्छु नुएका गाडी चलाउन आँटेको खास गरी कति पछि आएको म धरानको रोडमा यसरी गाइज म चाहिँ फाइनली घर आइपुगेँ है अब हामी हाम्रो ब्लग ऱ्याप गर्छौँ लाइक सेयर एन्ड सब्सक्राइब आवर च्यानल गाइज हामी घर आइसकेको छौँ नुएका घर पुऱ्याएर